नमस्कार। म एनएबीको कार्यालयमा काम गर्ने पाले मैले यसो लुकीछिपी त होइन, यसो उहाँहरूको मुखबाट छलफल गर्दा सुनेका केही प्रश्नहरू मैले टिपेको छु। मेरो अङ्कलको छोराको दाइको नाति पनि अहिले 12मै हो। अब म तपाईँलाई ढिला नगरी हजुरहरूले भनिदिन्छु। क्वेसन टिप्नुहोस् है, राम्ररी टिप्नुहोस्। मोडल क्वेसन अनुसार त्यहाँ अर्कै दिए पनि यता मेन क्वेसन चाहिँ अर्कै हिसाबले आउँछ। 1 नम्बरमा प्यासेज छ। प्यासेजको टपिक्स चाहिँ भनिराख्नु नपर्ला, त्यो जनी सिन्स र टिसा सिन्सको बारेमा आउँछ। मुजी रन्डीकन म चिक्नी पढेर बस, राणीको छोरो मुजी यस्तै यस्तै म्यासेज हेर्ने होस्। मुजी मादर चोत तेरा बाउले पास गराउँछ मा चिक्ने म त चोत मुजी तेरा बाउको गुल्लो काटेर मुजी रन्डीका बार मादर चोत मनका म्यासेज आएको कि नै मुजी म चिक्नी त्यो पठा मुजी रन्डो फरवार्ड गर। यो म्यासेज मा चिक्नी 10 जनाले फरवार्ड गर्ने भने तेरा बाउको गुल्लो झर्छ मुजी।